आज आइतबार बिदा दिएको छ नि त सरकारले अनि फुर्सद छ, कामविहीन भएका छन् मान्छेहरू र आज फुर्सद भएर म पनि बाहिर निस्केको छु काठमाडौँको सडकमा। एकदम सुन्दर देखिएको छ, मौसम पनि खुलेको छ। यतिखेर सम्झिरहेको कि मैले थोमस पेन भन्ने एकजना मान्छेले कमन सेन्स भन्ने आफ्नो बुकमा चाहिँ लेख्नु भएको छ कि सोसाइटी इन एभ्री स्टेट इज ए ब्लेसिङ अरे कि बट गभर्मेन्ट इभन इन इट्स बेस्ट स्टेट इज ए नेसेसरी एभिल अरे कि। समाज भनेको चाहिँ वरदान हो रे, किनभने समाजमा हाम्रा दाजुभाइ हुन्छन्, आफन्त हुन्छन्, नातागोता हुन्छन्, साथीभाइ हुन्छन्, दुःख सुखमा साथ दिने चाहिन्छन् होइन। त्यस कारण त्यो वरदान हो, चाहे त्यो जस्तोसुकै खराब अवस्थामा भए पनि समाज चाहिँ वरदान हो। तर राज्य र सरकार चाहिँ जस्तोसुकै सर्वोत्कृष्ट प्रणालीको सरकार भयो भने पनि, सर्वोत्कृष्ट अवस्थाको सरकार भयो भने पनि त्यो चाहिँ श्राप हो रे के, अपरिहार्य नभई नहुने तर श्राप हो रे। किन त्यस्तो भनेको होला भने अब त्यो आधुनिक शासन प्रणालीमा चाहिँ सायद त्यसैबाट सीमित सरकार, यही भनाइबाट सीमित सरकार र विधिको शासनको अवधारणा आएको होला होइन। अब किनभने राज्यसँग चाहिँ पैसा पनि हुन्छ अनि पावर पनि हुन्छ, बन्दुक पनि राज्यसँग हुन्छ र बजेट पनि राज्यसँग हुन्छ। त्यस कारणले गर्दा कुनै पनि बेला चाहेका बेला राज्य चाहिँ दादा बन्न सक्छ, दादागिरी गर्न सक्छ। अब सुतिरहेका बेला नागरिकका घरमा डोजर चलाइदिन सक्छ, नागरिकको अधिकार हनन गरिदिन सक्छ, समाजतिर थुन्न सक्छ, कुनै पनि बेला तपाईँलाई दुःख दिन सक्छ भनेर त्यसो नगरोस् भन्नका लागि विधिको शासन बनाएको हो, संविधान बनाएको हो, कानुन बनाएको हो, त्यसै अनुसार सबै चल्नुपर्ने व्यवस्था बनाएको हो नि त। नत्र भौतिक विकासको कुरा गर्ने हो भने त हेर्नुहोस् त काठमाडौँमा 10 वर्ष अगाडि भन्दा अहिले कति फरक भइसकेको छ। बाटोघाटो हेर्नुहोस्, त्यसको छेउछेउको साइकल लेनहरू हेर्नुहोस्, यो दुवैतिरको हरियाली हेर्नुहोस्। यसले त्यति मात्रै होइन, सिभिलाइजेसनकै कुरा गर्ने हो भने पनि हेर्नुहोस् न, बाटोमा यत्रा धेरै गाडीहरू हिँडिरहेछन् तर त्यहाँ ठुटु केही पनि हर्न बजेको छैन। हर्न फ्री काठमाडौँ छ कि कति राम्रो भनेको, कति राम्रो विकास भएको छ। सामाजिक सबै सूचकहरूले पनि हेर्ने हो भने विकास नभएको होइन र सबै कुरा भएको छ। तर त्योभन्दा महत्त्वपूर्ण कुरा के रहेछ भने राज्यले नागरिकको अधिकारहरू, नागरिकहरूलाई सम्मानपूर्वक बाँच्न दिन्छ कि दिन्न भन्ने महत्त्वपूर्ण कुरा रहेछ कि।